गोर्खा नगरपालिकामा 3-4वटा मेन समस्याहरू चाहिँ तपाईँहरूले बुझ्नुपर्छ। एउटा महत्त्वपूर्ण समस्या चाहिँ गोर्खा नगरपालिकाको के हो भने गोर्खा आमुखैरीदेखि गोर्खा नगरपालिकासम्मको 24 किलोमिटर बाटो, यसको माप चाहिँ 25 मिटरको छ। अहिले त अझ 27 भएको छ। यो बाटो चाहिँ तपाईँको चाहिँ यो के अरे छोरीबाट नारायणगढ, नारायणबाट मुली, मुलीबाट आमुखैरीबाट गोर्खा, अरूघाट हुँदै रुइला भन्छ नि उत्तर दक्षिण राजमार्ग भनेर यसको नाम राखिदिएछ। काम चाहिँ भएको छैन, नाम चाहिँ राखिदिएछ। त्यो नाम राखिदिएको कारणले यो 25 मिटर होइन, यो चाहिँ 27 मिटर 31 मिटर विरुद्ध जस्तो छ। त्यो कारणले गर्दाखेरि गोर्खा नगरपालिकाले अहिलेसम्म आमुखैरीदेखि गोर्खा बजारसम्मकै जति बजार बनेको छ, जसलाई हामीले बढी सुविधा दिन परेको छ, उनीहरूबाट गोर्खा नगरपालिकाले केही नै दिनु पाएको छैन। सबभन्दा ठुलो आम्दानी गोर्खा नगरपालिकाको सबभन्दा ठुलो आम्दानी त्यहाँ गुनिरहेको छ। कसैको पनि घर नक्सा पास छैन, कसैले पनि सम्पूर्णता प्राप्त गरेका छैन। त्यस कारणले त्यहाँबाट उठ्ने ठुलो सङ्ख्याको कर चाहिँ हामीले गुमिराखेको स्थिति छ। एउटा कुरा। दोस्रो कुरा राज्यकै नीति हो। मैले नीतिगत कुरा भन्नुभयो उहाँहरूले, राज्यकै नीति हो। यो वन ऐन वन नियमावलीले चाहिँ हामीलाई धेरै ठुलो समस्या पैदा गरिरहेको छ। तपाईँले बुढीकोटीको बाटो पनि कुरा गर्नुभयो। वन ऐन र वन नियमावली छ। हामीले त्यहाँ 12 किलोमा गोर्खा नगरपालिकाको एकदमै व्यापारिक केन्द्र थियो। त्यहाँ चाहिँ एउटा बजार बनाऊँ भनेर हामीले भएर आउनेदेखि हामी निर्वाचित भएर आउनेदेखि त्यहाँ नाप नगएको रेडी भयो। त्यहाँ चाहिँ 50-60वटा जति सडक बनिँदैछ। त्यो 50-60वटा सडक बन्यो भने कम्तीमा चाहिँ एउटा चाहिँ 5-10 हजार 5,000 महिनाको 5,000 दिन सक्यो भने थुप्रै पैसा वर्षले 50-60-70 लाख रुपियाँ गोर्खा नगरपालिकाले 12 किलोको चौकीले आम्दानी दिएको छ। अनि बनाउन खोजेको अनि वन कार्यालयले के भन्छ, तपाईँहरू अगाडि नबढ्नु होला भने सर तपाईँलाई वन मुद्दा लाग्छ भनेपछि त्यो झाप्रै रहोस्। वन मुद्दा लगाएर वन मुद्दा बोकेर हिँड्नुभन्दा त बरु छाप्रै रहिरहोस्, नगरपालिका आम्दानी पनि पार्ने। दोस्रो कुरा। तेस्रो कुरा अझै तेस्रो समस्या गोर्खा नगरपालिकाले छ भने यो गोरखनाथको गुठी भन्ने समस्या सधैँ कडा समस्या छ। हामीले गोर्खा नगरपालिकाको त्यो थ्योरी समस्या आधुनिक प्रकारको चाहिँ यो चाहिँ के अरे बनाउनु पऱ्यो, के अरे बस पार्क बनाउनु पऱ्यो भनेर हामीले टिटिएफसँग सम्झौता गरेर छलफल गरेर अगाडि बढाउनु खोजेको। अनि त्यसलाई ल्यान्ड पुलिङ गरेर आधुनिक प्रकारको बस पार्क बनाउनु, जसले गर्दा नगरपालिकाको त्यहाँ पनि एउटा आम्दानी बढाउने बाटो तयार हुन्छ भनेर तयारी गरेको। त्यो अब चाहिँ गुठीले चाहिँ गुठी संस्थानसँग चाहिँ पत्र माग्यो टिटिएफले, गुठी संस्थानले दिन माग्यो, त्यो पनि टुट्यो। अर्को पहिला राजेन्द्र पन्त मेयर हुँदैन उहाँले टिटिएफसँगै सम्झौता गरेको 8 करोड एउटा कार्यक्रम थियो गोरखनाथ पार्क बनाउने। त्यो 8 करोड सम्झौता गरेर पार्क बनाउने, पार्क चाहिँ राम्रो बनाउने, टिकट सिस्टम हुन्छ, नगरपालिकाको आम्दानी हुन्छ, धेरै पर्यटकहरू आउँछन् भनेर बनाइएको योजना थियो। त्यो हामी आएपछि पनि त्यहाँ चाहिँ हामीले चाहिँ उसलाई बोलाएर पुरातत्व विभागलाई बोलाएर हाम्रो चाहिँ त्यो डिपिआर सबै देखायौँ, सब हुन्छ रेडी बनायो। गएपछि उहाँले चाहिँ बनाउनुलाई अनुमति दिन मानेन, बनाउन दिन नसकिने भन्ने पत्र आयो। 3-4वटा कुराले गोर्खा नगरपालिका यस्तो समस्या छ। तपाईँले चाहिँ आम्दानीको स्रोतै छैन। अलिअलि आम्दानी हुने भनेको यो खोला खाली हो, त्यही पनि अब सबै ठाउँमा रोकिएको छ। खोला गइदिएको छ, ठेक्का लाग्दैन होइन, ठेक्का लागे पनि जनताको विरोध आउँछ होइन, त्यहाँ उठाउन पनि सकिँदैन। त्यही हो। अरू अब जनताले तिर्ने सामान्य चाहिँ अब यो चाहिँ व्यवसाय घर पसल घर यस्तै यस्तै जति उठाउन सकिएको छ त्यसबाट वर्षमा 3-4 करोड रुपियाँ मात्रै गोर्खा नगरपालिकाको आन्तरिक स्रोत हुन्छ।